हेलो एभ्रिवान, आज चाहिँ मेरो बहिनी घरबाट आएको थियो है, कालिम्पोङबाट आएको थियो। त्यही भएर मैले चाहिँ बहिनीलाई लिएर जाँदै थिएँ। कहाँ जाँदै थिएँ भन्दा चाहिँ तपाईँहरू भिडियोमा पनि देख्नुहुन्छ अहिले है। अनि म चाहिँ बहिनीलाई लिएर सीमा दिदीकोमा जाँदै थिएँ। हाम्रो चाहिँ सीमा दिदी सबैभन्दा ठुलो हो, त्यहाँदेखि म हो, त्यहाँदेखि चाहिँ यो बहिनी है मेरो। अन्त म चाहिँ बहिनीलाई लिएर सीमा दिदीकोमा जाँदै थिएँ हो। अन्त भरे टोटोमा जाँदा देखेको बहिनीले त कस्तो मजाको नङ पालेको रहेछ है, कस्तो मजाको देखेको। आफ्नो चाहिँ छैन, ठुटे हो, देखाउनु पनि लाजै मर्दो। बहिनीको राम्रो नङ रहेछ भन्दै बात मार्दै गयो नि त हामी है। अनि फाइनली हामी चाहिँ हेलो फाइनली हामी चाहिँ सो हेलो हाई वेलकम ब्याक टु रिमास च्यानल। र आज चाहिँ हामी तिनैजना भेट भयो, प्लस यहाँ मेरो बुढा पनि हुनुहुन्छ। सो म चाहिँ भर्खर ड्युटीबाट आएको, म चाहिँ अलिक लुती लाग्दैछु होइन। बहिनीहरू चाहिँ एकदमै मोटी राम्रो छ, म चाहिँ लुती भएको छु गाइस। म चाहिँ डाइटिङ गरेको, स्लिम भएको। लु फाइनली हामी चाहिँ है सीमाकोमा आइपुग्यो।